गाइज वेलकम टू माई ब्लग रोमियो च्यानल। अनि यहाँ मेरो बा रोटी बन्छ। आज मेरो बहिनीहरू यति यसको लागि रोटी बनाइदिनु भएको छ। अहिले खेल्न गएको थिएँ ए बाह्र म रोटी बनाइरहेको छौँ। हेर्मै कस्तो हुन्छ गाइज। 3टा रोटी बनिसक्यो है। रोटी पनि यहाँ पर्छ अनि यहाँ छ मेरो बाबा। म बनाउँदैछु है। अनि यस्तै मजादार खानेकुराको अनि फेरि भिडियो प्लिज च्यानल लाइक एन्ड सब्सक्राइब गरेर युट्युब च्यानल रोमियो नेपाली एन्ड बाबा नेपालीको च्यानललाई सब्सक्राइब गरिदिनु होला। ल गरिदिनु होला। यस्तै रोटी बनाएको भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो रोमियो नेपालीको च्यानल सब्सक्राइब गरिदिनु है त। अहिले हामी सानो भ्लगर छौँ। भोलि पछि ठुलो भयो भने तपाईहरुले सब्स्क्राइब गरेर माया गरिदिनु भयो भने हामी ठुलो भ्लगर भएर फेरि कडा कडा भिडियो ल्याउँछौँ हामी भाइरल होला। अहिले तपाईँलाई थाहा नै भयो म इन्डियन ह्याकरको गेम हेरिरहेको छु। उनीहरूले तगडो तगडो खानेकुरा बनाउँछ घरमै। यहाँ आलुहरूले त्यही हो हेरेर सिकिरहेको छु अहिले। अनि फेरि अहिले खासै मलाई बनाउनु त आउँदैन, यसले बाबा बनाइरहेको छ नि गाइज। प्लिज हेर्दै आउनु रोमियो नेपाली युट्युब च्यानल। त अहिले गाइज अहिले हामी रोटी बनाइरहेको छौँ। भिडियो त भइरहेको छ खै फेरि भिडियो नहोला र फेरि दामी भएको छ है यो रोटी पनि दामी भएको छ। ल गाइज अहिले रोटी बनाइरहेको छ, तपाईँ हेर्नु होला। ल म एकछिन बस्छु। रोटी बनाउनु फेरि एकदम सिपालु छ बाबा फेरि है। नम्बर 1 नेपालको नम्बर 1 सेलरोटी किङ हो। यस्तो दामी बनाउँछ। ल हेर्नुहोस् ल, हेर्दाखेरि नि तपाईँहरूलाई मुखबाट पानी आइसक्यो होला। यस्तो कडा रोटी त कसले बनाउँछ होला संसारमा। ल यी बबाल छ बबाली। फेरि यसको कडा रोटी आमाहरूले बनाउँछ पहिला। अब फेरि अर्को आयो। ल ओहो यो त मोटरको टायर जत्रो हुन्छ क्या हो। आमामामा लो उधार पाछ रोटीहरू 1 से भले 2 से भले 3 3 से भले 4। अनि अहिले बनिरहेको छ 5 वाला रोटी। 5 वाला रोटी यस्तो कडा जान्छ। अहिले मौसममा घाम लागिरहेको छ अनि हामी रोटी बनाइरहेको छौँ है गाइज। अनि फेरि हेर्दै राख्नु होला रोमियो नेपाली युट्युब च्यानल। ल है रोमियो नेपाली युट्युब च्यानललाई सबैजनाले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। अनि यो बाबाको नि युट्युब च्यानल खोलिरहेको छ, प्लिज लाइक एन्ड सब्सक्राइब गरिदिनु होला। ल है रोमियो नेपाली चाहिँ भोलि पर्सि भ्लगर हुने भनिरहेछ। त्यही भएर अनि फेरि गेमहरूको पनि हाल्ने हो मैले भ्लगहरू। च्यानल खोलिरहेको छ। च्यानल खोलिसक्यो है गाइज। अब 2-3 महिना धेरै भ्लग भयो भने सबैलाई एकैचोटि हाल्ने हो है गाइज। प्लिज हेर्दै राख्नु होला रोमियो नेपाली युट्युब च्यानल। किप वाचिङ रोमियो नेपाली युट्युब च्यानल। लाइक एन्ड सब्सक्राइब गर्नु होला। हामी सानो युट्युबर हो तर 1 लाइकको हामीलाई हिम्मत दिन सक्छ। प्लिज लाइक एन्ड सब्सक्राइब। 1 लाइकले हामीलाई धेरै हौसला हिम्मत आउने छ। प्लिज सब्सक्राइब एन्ड लाइक गरिदिनु होला। 1 लाइक गरिदिनु भयो भने हामी फेरि त्यो 1 लाइकबाट फेरि धेरै लाइक जम्मा भएर ठुलो युट्युबर बन्नेछौँ। अनि हामी फेरि यस्तो रोटीको नयाँ यहाँ हो युट्युबहरू लिएर आउँदैछौँ है गाइज। फेरि नयाँ तड्कावाला रोटी, झड्कावाला रोटी, पड्कावाला रोटीको भिडियो आउँछ फेरि। कस्तो अरे तड्कावाला रोटी, पड्कावाला रोटी, पड्कावाला रोटी। त गाइज हामी कहिले कहिले अन्डा खाली रोटी पनि बनाउँला। अहिले यो रोटीले छ, पर्सि किनेको पर्सि फेरि बनाउनको लागि अन्डा खाली रोटी बनाउने हो। त्यसको खै देखा त 4 मिनट भएछ। ल तड्कावाला रोटी, पड्कावाला रोटी, झड्कावाला रोटी फेरि अर्को। अनि लास्टमा खालि अन्डावाला रोटी पनि बनाउने हो।
तपाईँले ब्रेड चप भनेर सुनेकै होला नि स्कुलमा। ल यस्तो कडा हुँदैछ रोटीहरू देख्न सक्नुहुन्छ नजिकबाट पनि। यहाँनिर 4-5वटा बनिसकेको छ है। यहाँनिर पिठो अनि यहाँनिर भ्लग गर्ने मान्छे यो रोमियो नेपाली भन्ने यही हो। What's up guys? Welcome back to another gameplay video. यो यस्तो खतरा हेन्डसम पनि छ। यसको लागि च्यानल सब्सक्राइब गरिदिनु होला। अहिले है रोटी बनाउनु भएको छ। आफ्नो बाहिरको देखाइदिउँला। यहाँ पनि छ हाम्रो यस्तो मात्रै छ है गाइस। घरहरू यस्तो छ, पसल पनि छ। साइकल थोत्रो खाली है गाइस पहिला चलेको। अनि हामीले यस्तो नजारा छ हाम्रो घर। तपाईँले घर अगाडिदेखि हाम्रो घर यस्तो छ अलिकति। एक तला छ तर ठिक छ। यहाँ छ मेरो साथीको घर। इटा पत्थरले। अनि यो आजको मौसम। यहाँ काफलको रुखहरू फल्छ। अनि राइट यस्तो नयाँ भिडियोलाई प्लिज लाइक एन्ड सब्सक्राइब च्यानल गरिदिनु होला। अहिले हामी भित्र जाँदैछौँ है गाइस। भित्र जाँदैछौँ। गाइस फेरि भेटौँला। अर्को बाई बाई भ्लगमा फेरि टाटा भेटौँला है। सी यू।